दिल ये हमारा प्यारे ब्रह्मा बाबा, तेरी महिमा गाए। कर नहीं सकते वर्णन तुम्हारा, कर नहीं सकते वर्णन तुम्हारा। हम पे इतना प्यार जो लुटाए, दिल ये हमारा प्यारे ब्रह्मा तेरी मंद मंद मुस्कानों इतने राज समाए। तेरी मंद मंद मुस्कानों इतने राज समाए। जो भी मिलते हैं तुमसे मंत्र मुग्ध हो जाए। तेरे साकार रूप में बाबा, तेरे साकार रूप में बाबा, निराकार को है पाए। दिल ये हमारा प्यारे ब्रह्मा जाति धर्म ना रंग रूप देखा, सबको गले से लगाए। जाति धर्म ना रंग रूप देखा, सबको गले से लगाए। करुणामयी नजर से बेहद प्यार लुटाए। तेरे प्यार को सिमरन करते, तेरे प्यार को सिमरन करते, आँखें नम हो जाए। कर नहीं सकते वर्णन तुम्हारा, हम पे इतना प्यार जो लुटाए। दिल ये हमारा प्यारे ब्रह्मा बाबा, दिल ये हमारा प्यारे ब्रह्मा बाबा।
ओम शांति, ओम शांति, ओम शांति। गुड मॉर्निंग। जनवरी मास, अव्यक्त मास, अव्यक्त महिना चलिरहेको छ। हामी सबैले ब्रह्मा बाबा समान बन्ने लक्ष्य लिएका छौँ। बाबा जस्तै तपस्वी मुरत बन्नु छ, बाबा जस्तै फरिस्ता बन्नु छ र सम्पूर्ण बनेर बाबाको साथमा जानु छ। र यो अव्यक्त मासमा हामी सबैलाई ब्रह्मा बाबाको जीवन कहानी पनि हामीले सुनिरहेका छौँ र साथसाथमा ब्रह्मा बाबाले पुरुषार्थ गरेको, आफ्नो स्थिति बनाएको, ब्रह्मा बाबाले आफू समान बनाउने बच्चाहरूलाई जो श्रेष्ठ कर्म गर्नुभएको, त्यो सबै श्रेष्ठ कर्मको यादगार, त्यो सबै श्रेष्ठ कर्मको स्मरण हामी सबैले गरिरहेका छौँ र साथमा हामी सबै फालो फादर बनेर अगाडि बढिरहेका छौँ। आज पनि बाबाले हामीलाई ब्रह्मा बाबाको विशेषता, ब्रह्मा बाबाको महत्त्वको बारेमा बताउनु भएको छ। लगातार कन्टिन्यू हामी सबैले मुरली सुनिरहेका छौँ, हैन। ब्रह्मा बाबा जो स्वयं भगवानको रथ हुनुहुन्छ, जसको कति सम्मान गर्नुपर्छ, आदर गर्नुपर्छ, किनकि ब्रह्मा बाबाद्वारा नै हामीलाई शिव बाबा मिल्नुभयो र ब्रह्मा बाबाद्वारा नै हामीले शिव बाबासँग आफ्नो जन्म जन्मान्तरको भाग्य प्राप्त गरिरहेका छौँ। ब्रह्मा बाबा नभए त हामी शिव बाबासँग पनि सम्बन्ध जुट्न सक्दैन र ब्रह्मा बाबा जो कि स्वयं साकार रूपमा हामीलाई पालना दिनुभएको थियो र अहिले अव्यक्त रूपमा बाबाले हामीलाई पालना दिइरहनु भएको छ, होइन, सूक्ष्म रूपमा। र आज पनि बाबा हामीलाई मुरलीमा भन्नुहुन्छ, बच्चे, ग्रेट ग्रेट ग्रान्ड फादर, आदि पिता। किन भनिन्छ ब्रह्मा बाबालाई? किनकि ब्रह्मा बाबा सबै मनुष्य आत्माहरूका, सबै धर्म पिताहरूका पनि पिता हुनुहुन्छ। त्यसैले ग्रेट ग्रान्ड फादर अर्थात् आदि पिता हुनुहुन्छ ब्रह्मा बाबा, आदिदेव, हैन। त्यो आदिदेव ब्रह्मा बाबाको परिचय हामीलाई यस सङ्गम युगमा मिलेको छ। दुनियाँले पनि ब्रह्मालाई मान्छ, होइन, ब्रह्मालाई सृष्टिको सृजनहार मान्छ, सृष्टिको रचयिता मानेको छ। भले ब्रह्मा बाबाको पूजा गर्दैनन्, ब्रह्माको पूजा हुँदैनन् भक्तिमा, फेरि पनि ब्रह्मालाई सृष्टिको कर्ता, सृष्टिको रचयिता मानेको छ। र वास्तवमा ब्रह्माको परिचय के हो? जब हामी सङ्गम युगमा बाबाले हामीलाई ज्ञान दिनुहुन्छ, सङ्गम युगमा हामी सच्चा ब्राह्मण बन्छौँ, तब ब्राह्मण आत्माहरूले नै सच्चा ब्रह्मा बाबाको अक्युपेसन, परिचयलाई हामीले जान्दछौँ, होइन। किनकि जब हामी ब्राह्मण बन्छौँ त ब्राह्मणको पिता को हुनुहुन्छ? आत्माहरूको पिता त शिव बाबा हुनुहुन्छ, होइन। तर ब्राह्मण बच्चाहरूको पिता को हुनुहुन्छ? आदिदेव ब्रह्मा बाबा। त्यसैले ब्रह्मा बाबाको अक्युपेसन, जीवन कहानीलाई सत्य रूपमा तिमी बच्चाहरूले मात्रै जानेका छौ भन्नुहुन्छ आज बाबाले। बाबाले आज मुरलीमा कर्मको कति गुह्य गति हामीलाई सम्झाउनुहुन्छ, कर्मको प्रति हामीलाई विशेष ध्यान आकर्षण गराउँदै हुनुहुन्छ बाबाले। करण करावनहार बाबा अकर्ता हुनुहुन्छ, फेरि पनि कर्म अकर्म विकर्मको गुही गति बाबाले हामीलाई सम्झाउनुहुन्छ। यहाँ आएर श्रेष्ठ कर्म त हामीले पहिले पनि गरेका थियौँ, तर जुन कर्म गरे, कुन कर्म गरेर श्रेष्ठ बन्छ, कुन कर्म विकर्म हुन्छ, त्यो ज्ञान, त्यो गुह्य कर्मको ज्ञान बाबाले हामीलाई सङ्गम युग दिनुहुन्छ। जुन ज्ञानको आधारले हामीले
कर्म गर्छौँ, श्रेष्ठ कर्म गर्छौँ, कर्म इन्द्रियको माथि पुरा हामीले विजय प्राप्त गर्छौँ। आफ्नो हरेक कर्म इन्द्रियको द्वारा हामीले श्रेष्ठ कर्म गर्छौँ होइन। पहिला ज्ञान थिएन त यो कर्म इन्द्रियको द्वारा कति हामीले पाप कर्म गरे होइन। आँखाको द्वारा गरे, मुखको द्वारा कतिलाई दुःख दियो होला, आँखाको प्रति कति विकारी दृष्टि देख्यो होला, कानले कति नराम्रो कुराहरू सुन्यो होला, मनको द्वारा कसैको प्रति कति नराम्रो भावना राखियो होला सङ्कल्पको द्वारा होइन। हरेक कर्मको द्वारा हामीले विकर्म पाप कर्म गरेको थिए। तर अब बाबाले हामीलाई हरेक कर्म कसरी श्रेष्ठ बने, कर्म इन्द्रियको द्वारा कसरी तिमीले श्रेष्ठ कर्म गर्न सक्छौ, त्यो श्रेष्ठ कर्मको ज्ञान, गुह्य ज्ञान बाबाले हामीलाई दिनुहुन्छ, सुनाउनुहुन्छ होइन। जुन ज्ञानको आधारले हामीले हरेक कर्म इन्द्रियको द्वारा श्रेष्ठ कर्म गर्छौँ। तर फेरि पनि कुनै कुनै बेलामा जानेर अन्जानमा अगर कुनै गलत कर्म भएमा होइन, चाहे ज्ञानी तो आत्मा बनेर चाहे त्योभन्दा पनि पहिला जे हामीले गलत कर्म गरेको छु, पाप कर्म भइहाल्छ, त्यो बाबालाई सच सच सुनाइहाल्ने, भगवान्लाई सुनाइहाल्ने होइन। सुनाउनाले के हुन्छ? सुनाउनाले के हुन्छ? त्यसको आधा माफी त मिल्छ, तर नसुनाएपछि झन् 100 गुणा दण्ड बढ्दै जान्छ होइन। कर्म गरेर लुकाए, गलत कर्म गरेर लुकायो भने आज बाबा भन्नुहुन्छ हरेक कर्मको, पाप कर्मको 100 गुणा दण्ड बढ्दै जान्छ। डक्टर लागेर बिमारी लुकाएपछि त दबाई सही तरिकाले उपचार हुँदैन नि। डक्टरले भन्छ के बिमारी भयो त हामीले सही कुरा भन्नुपर्छ, यस्तो भयो उस्तो भयो, त्यो आधारले मात्रै दबाई दिनुहुन्छ होइन। त्यस्तै यहाँ पनि हामीले आफ्नो कर्मको हरेक जानकारी, सायद त्यो सही कर्म हो चाहे गलत कर्म, हरेक कर्मको जानकारी बाबालाई सुनाएमा बाबाले त्यसको ट्रिटमेन्ट पनि दिनुहुन्छ होइन। राम्रो कर्म गरेको छु भने बाबाले आशीर्वाद दुआइदिनुहुन्छ, अगर नराम्रो कर्म गरेर बाबालाई सुनायो भने फेरि बाबाले त्यसको लागि अटेन्सन, सावधानी पनि दिनुहुन्छ होइन। त आजको मुरलीमा बाबाले हामीलाई श्रेष्ठ कर्म श्रेष्ठ कसरी हुने त्यसको युक्ति पनि बताइरहनु भएको छ। ओम शान्ति। 2082 साल पुष 25 गते शुक्रबार 9/1 सन् 2026 को बाबाको मधुर महावाक्य मुरलीको सार। मीठे बच्चे, ग्रेट ग्रेट ग्रैंडफादर, ग्रेट ग्रेट ग्रैंडफादर अर्थात् सर्वधर्म पिताहरूका पनि आदि पिता, सर्वधर्म पिताहरूका पनि आदि पिता हुनुहुन्छ प्रजापिता ब्रह्मा। को हुनुहुन्छ? प्रजापिता ब्रह्मा। सर्वधर्म पिताहरूका पनि आदि पिता हुनुहुन्छ प्रजापिता ब्रह्मा, जसको अक्युपेसनलाई तिमी बच्चाहरूले मात्रै जानेका छौ, जसको अक्युपेसनलाई तिमी बच्चाहरूले मात्र जानेका छौ हैन। पहिला थाहा थियो आदिदेव ब्रह्मा बाबाको बारेमा थाहा थियो, पितामह ब्रह्मा बाबाको बारेमा थाहा थिएन नि हैन। पितामह ब्रह्मा प्रजापिता ब्रह्मा भन्छ त पितामह किन भने, ग्रेट ग्रेट ग्रैंडफादर किन भने, किनकि सारा सृष्टि मनुष्य सृष्टिका पिता, सर्वधर्मात्माओं पिता हुनाले ग्रेट ग्रेट ग्रैंडफादर आदि पिता प्रजापिता ब्रह्मा हुनुहुन्छ। प्रश्न, कर्महरूलाई श्रेष्ठ बनाउने युक्ति के हो? कर्महरूलाई श्रेष्ठ बनाउने युक्ति के हो? के होला युक्ति? कर्म श्रेष्ठ कसरी बन्छन्? आज बाबाले भन्नुहुन्छ, सुन्नुहोस् उत्तर। यो जन्मको कुनै पनि कर्म बाबासँग नलुकाऊ हैन। यो जन्मको कुनै पनि कर्म बाबासँग नलुकाऊ। श्रीमत अनुसार कर्म गरेमा
श्रीमत अनुसार कर्म गरेमा हरेक कर्म श्रेष्ठ हुन्छ। हरेक कर्म श्रेष्ठ हुन्छ। जहाँ श्रीमत अनुसार हामीले जे कर्म गर्छौं त्यो कर्म श्रेष्ठ हुन्छ। सारा कर्ममाथि आधारित छ। सारा कर्ममाथि आधारित छ। यदि कुनै पाप कर्म गरेर लुकायो भने त्यसको 100 गुणा दण्ड हुन्छ। 100 गुणा दण्ड हुन्छ। किनकि भगवानलाई लुकाए। पहिला ज्ञान थिएन, त्यति बेला पनि पाप कर्म भएमा त्यसको जति गर्यो त्यति नै त्यसको फल मिल्छ। तर यहाँ ज्ञानी तो आत्मा बनेपछि फेरि पाप कर्म गर्छौ, जानी किन त्यसको पनि त्यो पनि लुकाउँछौ, त्यसको के हुन्छ? फल 100 गुणा दण्ड हुन्छ। पाप वृद्धि भइरहन्छ। बाबासँग योग टुट्छ हैन? किनकि बोझ हुन्छ नि, पापको बोझ छ नि। पापको बोझले हल्का बन्न दिँदैन, भगवानसँग बुद्धि योग लगाउन दिँदैन हैन? अझै झन् वृद्धि, त्यो घाउ बढ्दै जान्छ। डाक्टरसित लुकाए पनि घाउ के हुन्छ? दबाई बिमारी के हुन्छ? बढ्दै जान्छ हैन? त्यस्तै यहाँ पनि अगर पाप कर्म गरेमा लुकाएमा त्यो पाप अझै थपिँदै जान्छ, बढ्दै जान्छ र साथसाथमा बाबासँग पनि योग टुट्छ। फेरि यसरी लुकाउनेहरूको सत्यानाश हुन्छ। फेरि यसरी लुकाउनेहरूको सत्यानाश हुन्छ। त्यसैले बाबा के भन्नुहुन्छ? त्यसैले सच्चा बाबासँग सच्चा रहनु छ। दिलको सफाई चाहियो, सच्चाई चाहियो हैन? दिल सफा हुन पर्यो, साफ हुन पर्यो। जे छ स्पष्ट बाबालाई सुनाउनु छ, बताउनु छ। बाबा सच्चा बाबासँग के रहनु छ? सच्चा रहनु छ। ओम शान्ति, ओम शान्ति। मिठा प्यारा सिकिलदे बच्चाहरूले यो बुझेका छौ, यो पुरानो दुनियाँमा अब हामी थोरै दिनको यात्री हौं। हामीको थोरै दिनको यात्री हौं। दुनियाँका मानिसहरूले सम्झन्छन् यहाँ अझै 40,000 वर्ष रहनु छ अरे। उनीहरूलाई थाहै छैन अब दुनियाँ खत्म भयो कि भयो, गयो कि गयो। फेरि अब त फेरि पनि बुझिसकेका छन् हैन? अब त सबैले भविष्यवाणी गर्छन् होइन र? यो सालमा खत्म हुन्छ, उ सालमा खत्म हुन्छ हैन? दुनियाँको हालत देखेर तिमी बच्चाहरूलाई त निश्चय छ नि, यो कुरा नभुल। यहाँ बसेका छौ, तिमी बच्चाहरूलाई भित्रैदेखि धेरै गदगद हुन पर्छ। गदगद भनेको आन्तरिक खुसी हैन? आन्तरिक खुसी हुन पर्छ। यी आँखाले जे जति देख्छौ यो त विनाश हुनु छ। आत्मा त अविनाशी छ, यो पनि बुद्धिमा छ। हामी आत्माले पुरा 84 जन्म लियौ। अब बाबा आउनु भएको छ। किन? अब बाबा आउनु भएको छ लैजानको लागि। पुरानो दुनियाँ पूरा भइसकेपछि मात्रै बाबा आउनुहुन्छ नयाँ दुनियाँ बनाउन। नयाँ दुनियाँबाट पुरानो, फिर पुरानो दुनियाँबाट नयाँ। यो चक्रको ज्ञान तिम्रो बुद्धिमा छ नि? छ नि चक्रको ज्ञान बुद्धिमा? नयाँबाट पुरानो, पुरानोबाट फेरि नयाँ हैन? अहिले हामी के गरिरहेछौँ? नयाँमा जाने पुरुषार्थ तयारी गरिरहेका छौँ। अब यो चक्र पूरा हुन्छ, फेरि नयाँ दुनियाँमा हामी थोरै देवताहरू मात्र रहनेछौँ। त्यहाँ मानिस हुँदैनन्। को हुन्छ त फेरि? देवी देवताहरू हैन? हुन्छ त मानिसै स्वरूपमा, तर के भनिन्छ? देवी देवता स्वरूपमा।
अहिले हामी मनुष्यबाट देवता बनिरहेका छौँ, यो त पक्का निश्चय छ कि छैन? छ कि छैन सबैलाई? छ नि, मनुष्यबाट हामी देवता बनिरहेका छौँ। बाँकी सारा कर्ममाथि नै आधारित छ अरे। अब जस्तो कर्म हुन्छ त्यही अनुसार फेरि तिमी बन्छौ, होइन? बाबाले यहाँ कर्मको ज्ञान दिइरहनु भएको छ। मानिसले उल्टो कर्म गर्यो भने अवश्य त्यसैले भित्रैभित्र मन खान्छ। त्यसैले बाबा सोध्नुहुन्छ, यो जन्ममा यस्तो कुनै पाप त गरेका छैनौ? यो जन्म, अरू जन्मको त याद रहँदैन। याद रहन्छ र? अघिल्लो जन्ममा मैले के पाप कर्म गरेको त याद रहन्छ र? रहँदैन। तर यो जन्मको त याद रहन्छ नि। बचपनदेखि मैले के गरेँ, कतिसँग मैले झगडा गरेँ, कतिलाई मैले के शब्द भने, कतिलाई मैले दुःख दिएँ, होइन? त्यो त याद रहन्छ नि। यो हो नि फोरी रावण राज्य। यो पनि तिमीले बुझेका छौ। दुनियाँले जान्दैन कि रावण कुन चिजको नाम हो। बाबुजी भन्थे राम राज्य चाहिन्छ, तर अर्थ बुझ्दैनन्थ्यो। बाबुजी भनेको महात्मा गान्धी, होइन? जसले भारतलाई स्वतन्त्रता दिलाए, होइन? भारतको नेता। त बाबुजीको के चाहना थियो? अहिले यो हाम्रो भारत अङ्ग्रेजको गुलाम छ। अब यो गुलामबाट छुटाएर राम राज्य बनाउनु छ, होइन? सुखको दुनियाँ बनाउनु छ। तर अर्थ बुझ्दैनन् थियो। अब बेहदका बाबा सम्झाउनुहुन्छ, राम राज्य कस्तो प्रकारको हुन्छ। यो हो नै धुन्धकारी दुनियाँ। धुन्धकारी किन बाबाले धुन्धकारी भनेको? किनकि धुन्धकारी के भनेको कहानी कथा हुन्छ नि धुन्धकारीको, हो कि होइन? त धुन्धकारी किन? किनकि ज्ञानै छैन, जसको तेस्रो नेत्र छैन, जसले सुन्दैन, होइन? ज्ञानै सुन्दैन, सुन्ने इच्छा पनि राख्दैन र आँखा अन्धो छ, ज्ञानले अन्धो छ। त्यसैले बाबा भन्नुहुन्छ यो दुनियाँ धुन्धकारी हो। अहिले बेहदका बाबाले बच्चाहरूलाई वर्षा दिइरहनु भएको छ। अब तिमीले भक्ति गर्दैनौ, अहिले बाबाको हात मिलेको छ। बाबाको सहारा बिना तिमी विषय वैतरणी नदीमा गोता खाइरहन्थ्यौ। आधा कलप हुन्छ नै भक्ति, ज्ञान मिलेपछि तिमी नयाँ दुनियाँ सतयुगमा जानेछौ। अहिले तिमी बच्चाहरूलाई यो निश्चय छ, हामी बाबालाई याद गर्दा गर्दै के बन्नेछौँ? पवित्र बन्नेछौँ, फेरि पवित्र राज्यमा आउनेछौँ। कसरी पवित्र बन्दैछौँ? बाबालाई याद गर्दा गर्दै पवित्र बन्दैछौँ। यो ज्ञान पनि अहिले पुरुषोत्तम सङ्गम युगमा तिमीलाई मिल्छ। यो हो पुरुषोत्तम सङ्गम युग, जुन बेला तिमी विकारीबाट पवित्र, काँडाबाट फुल बनिरहेका छौ। कसले बनाउनुहुन्छ? काँडाबाट फुल कसले बनाउनुहुन्छ? बाबाले। बाबालाई चिन्नु छ। हामी आत्माहरूका उहाँ बेहदका बाबा हुनुहुन्छ। लौकिक पितालाई बेहदका बाबा भन्न मिल्छ? मिल्दैन, होइन? बेहदका बाबा जो लौकिक पिता छ, होइन? उसलाई बेहदका पिता, बेहदका बाबा भन्न मिल्दैन। पालौकिक पिता आत्माहरूको हिसाबले सबैका पिता हुनुहुन्छ, त्यही भएर बेहदका पिता हुनुभयो, होइन? फेरि ब्रह्माको पनि कर्तव्य हुनुपर्छ। तिमी बच्चाहरूले सबैको कार्यलाई जानिसकेका छौ, विष्णुको कार्य पनि जानेका छौ, होइन? ब्रह्माले, शिव बाबाले ब्रह्माद्वारा के गराउनुहुन्छ, विष्णुद्वारा के गराउनुहुन्छ, होइन? यो कर्तव्यलाई पनि तिमीले जानेका छौ। कति राम्रोसँग सजाइएको छ। स्वर्गका मालिक हुन्। हेर, ब्रह्मालाई कहाँ देखाउँछ? भक्ति मार्गमा ब्रह्मालाई त स्वर्गमा देखाउनु हुँदैन। स्वर्गमा त कसको राज्य हुन्छ, होइन? देवी देवताहरूको राज्य हुन्छ। तर ब्रह्मालाई देवता पनि मान्दैन। ब्रह्मालाई हमेशा सूक्ष्मतनमा देखाउँछ, हो कि न? कमलको पुष्पमा, बादलको बीचमा भक्ति मार्गमा देखाउँछ। न स्वर्गमा हुन्छ ब्रह्मा, न नरकमा हुन्छ, होइन? हो कि होइन? कुन ब्रह्मा? अव्यक्त ब्रह्मा, होइन? प्रजापिता ब्रह्मा त साकार सृष्टिमा हुन्छ। त्यही प्रजापिता ब्रह्मा पुरुषार्थ गरेर जब अव्यक्त रूप बन्छ, सम्पूर्ण बन्छ, सम्पूर्ण बनेपछि फेरि बल्ल अव्यक्त ब्रह्मा बाबा, सम्पूर्ण ब्रह्मा बाबा सूक्ष्मतनमा हुन्छ। त्यही भएर भक्ति मार्गमा कमलको पुष्पमा बसेको ब्रह्मालाई बादलमा देखाउँछ, माना सूक्ष्मतनमा। बाबा भन्नुहुन्छ विष्णु त स्वर्गका मालिक हुन्। विष्णुलाई त कति सजाय रूपमा देखाएको हुन्छ। यो त सङ्गमको नै कुरा हो।
भनिन्छ। मूल वतन, स्थूल वतन अनि सूक्ष्म वतन यी नाम पनि सङ्गम युगमा आउँछ। कहिले सुनेका थिए सूक्ष्म वतन भनेको के हो, मूल वतन भनेको के हो? कहिले थाहा थियो र? थाहा थिएन। बाबा सम्झाउनुहुन्छ पुराना दुनियाँ र नयाँ दुनियाँको यो बीचको के समय हो? सङ्गमको समय हो, हैन? सङ्गम युग हो। पुकारछन्, हे पतित पावन आउनुहोस्, पावन दुनियाँ हो नयाँ दुनियाँ र पतित दुनियाँ हो पुराना दुनियाँ। यो पनि थाहा छ कि बेहदका बाबाको पनि पाठ छ। बाबा त रचयिता निर्देशक हुनुहुन्छ नि, सबैले मान्छन्, हैन? सबैले भगवानलाई मान्छन् भने अवश्य उहाँको कुनै न कुनै कार्य त हुन्छ नै त किन याद गर्ने? भक्तिमा भगवानलाई किन सम्झिने, किन याद गर्ने? अवश्य भगवानको कोही कर्तव्य छ, है? कर्तव्य गर्नुहुन्छ, कार्य गर्नुहुन्छ, त्यसैले सबैले भगवानलाई याद गर्छन्। उहाँलाई मानिस भनिँदैन, उहाँको त शरीर छैन, बाँकी सबैलाई मनुष्य वा देवता भनिन्छ। शिव बाबा न देवता न मनुष्य भन्न सकिन्छ, होइन? शिव बाबा को हुनुहुन्छ? आत्माओं पिता, न देवता हो न मनुष्य हो, किनकि उहाँको शरीर छैन। यो शरीर त अस्थायी रूपमा लिनुभएको, होइन? शिव बाबाले आफ्नो कार्य गर्नको लागि ब्रह्माको तनलाई भगवानले, शिव बाबाले अस्थायी रूपमा लिनुभएको। स्वयं भन्नुहुन्छ, मिठा प्यारा बच्चाहरू, मैले शरीर बिना राज्य कसरी सिकाउनु त पर्यो नि, मेरो त तन छैन, मेरो त शरीर छैन, तर बच्चाहरूसित कसरी मिलाउँ, कसरी सिकाउँ? त्यसैले मैले यो अस्थायी शरीर लिएको ब्रह्माको माध्यम। मलाई मानिसहरूले ढुङ्गा माटोमा हुनुहुन्छ भनिदिएका छन् नि, होइन? के भनिदिए? भगवान कहाँ हुनुहुन्छ भने सर्वव्यापी। सर्वव्यापी कहाँ? कण कणमा भगवान छ, ढुङ्गा माटो सबैमा भगवान छ भनिदिए, होइन? तर अहिले त तिमी बच्चाहरूले बुझेका छौ कि म कसरी आउँछु। अहिले तिमीले राजयोग सिकिरहेका छौ, कुनै मनुष्यले सिकाउन सक्दैन। देवताहरूले सतयुग राज्यभाग कसरी लिए? अवश्य पुरुषोत्तम सङ्गम युगमा राजयोग सिकिन् होला। त्यसैले अहिले यो याद गर्दा तिमी बच्चाहरूलाई अथा के हुन पर्यो? अथा के हुन पर्यो? खुसी हुनुपर्छ। छ कि छैन खुसी? कोलाई खुसी छ? कोलाई छ? सबैलाई छ खुसी, होइन? कति खुसी हुनुपर्छ। हामीले त अब 84 चक्र पुरा गरेका छौँ। बाबा कलप कलप आउनुहुन्छ। बाबा स्वयं भन्नुहुन्छ यो धेरै जन्मको अन्तको जन्म हो, होइन? धेरै जन्मको पनि यो अन्तको, ब्रह्माको तन के हो? यो अन्तको जन्म हो। श्री कृष्ण जो सत्युका राजकुमार हुनुहुन्थ्यो, उहाँले फेरि 84 चक्कर लगाउनुहुन्छ। तिमीले शिवको त 84 जन्म त बताउँदैनौ, शिव बाबाले त 84 जन्म लिँदैन, होइन? शिव बाबाले त जन्म मरणको चक्करको न्यारा हुनुहुन्छ, होइन? तिमीहरूमा पनि नम्बरवार पुरुषार्थ अनुसार जान्दछौ। माया धेरै कडा छ, कसैलाई पनि छोड्दैनन्, हैन? कसैलाई पनि छोड्दैनन्। यो कुरा बाबाले राम्रोसँग जान्नुहुन्छ। यस्तो नसम्झ बाबा कुनै अन्तर्यामी हुनुहुन्छ। बाबा भन्नुहुन्छ म त अन्तर्यामी होइन, तर मलाई सबै कुरा थाहा छ, हैन? सब अन्तर्य जान्नको लागि मैले कसैको मनको भित्र बसेर मैले कसैको कुरा जान्दैनन्, म अन्तर्यामी होइन। सबैको गतिविधिबाट जान्नुहुन्छ। कसरी जान्नुहुन्छ त? हाम्रो कर्मले, हाम्रो एक्टिभिटिजले, हाम्रो बोलीले, व्यवहारले बाबा जान्न सक्नुहुन्छ कि यो कस्तो छ भनेर, हैन? गतिविधिबाट जान्नुहुन्छ। समाचार आउँछन्, मायाले एकदम कान्छे पेटमा हालिदिन्छ। यस्ता धेरै कुरा तिमी बच्चाहरूलाई थाहा हुँदैनन्। कतिपय बच्चाहरू यो यज्ञमा कति वर्ष पुराना बच्चाहरू, ज्ञानमा चलेको महारथी बच्चाहरू पनि कोही भागन्ती भइहाल्यो। कति गए, फिर कति नयाँ आए, हैन? यो त बाबालाई नै थाहा छ, हामी सबैलाई त थाहै छैन, हैन? बाबालाई त सबै थाहा हुन्छ। मानिसहरूले फेरि सम्झन्छन् बाबा अन्तर्यामी हुनुहुन्छ। बाबा भन्नुहुन्छ म अन्तर्यामी होइन। हरेकको आचरणबाट सबै कुरा थाहा हुन्छ, हैन? आमा बुवालाई मेरो छोराछोरी कस्तो छ भने थाहा हुँदैन, उसको भित्रै पस्न पर्छ र छोराछोरीको भित्रै पस्न पर्छ र थाहा हुन्छ नि। कसरी थाहा हुन्छ? मेरो छोरा यस्तो छ, मेरो छोरी यस्तो छ, हैन? मेरो सन्तान यस्तो छ भने कसरी थाहा हुन्छ?
उसको आचरणले, उसको बोलीले, व्यवहारले, कर्मले हैन। त्यसले बाबालाई पनि हामीलाई जान्नको लागि हाम्रो भित्र बस्नुपर्छ र हाम्रो अन्तर कुरालाई जान्नुपर्छ र पर्दैन। बाबाले पनि सबैको एक्टिभिटिजलाई, सबैको व्यवहार कर्मलाई बाबाले जान्न सक्नुहुन्छ, सबैको आचरण कस्तो छ। त्यसैले मलाई अन्तर्यामी हुनु पर्दैन भन्नुहुन्छ बाबाले। हरेकको आचरणबाट सबै कुरा थाहा हुन्छ। धेरै फोरी आचरणका पनि हुन्छन् रे कोही कोही बच्चाहरू, धेरै फोरी आचरणका। बाबाले बच्चाहरूलाई सावधान गर्नुहुन्छ, मायाबाट सम्हालिनु छ। माया यस्तो छ, कुनै न कुनै रूपमा एकदम निलिदिन्छ। जस्तो सीतालाई कुन रूपमा हरण गर्यो, सीतालाई कुन रूपमा हरण, रावणको रूप वेशमा आउने भए त सीताले चिनिहाल्थ्यो होइन। यो रावण छ भने थोरै न उसलाई भगाएर लिएर जान सक्थ्यो होइन र, हैन। अब यस्तो रूपमा आइदियो, ब्राह्मण रूपमा आइदियो, ऋषिको रूपमा आइदियो, तर सीताले चिन्न सकिन। त्यस्तै मायाले पनि मोटो रूपमा आउँदैन। मोटो रूपमा त अब सबै बच्चाहरूले चिनिसक्यो मलाई भन्छन् मायाले होइन। अब कुन रूपमा आउँछ, ब्राह्मणको वेशधारीमा होइन, ब्राह्मणको रूपबाट आउँछ, सूक्ष्म रूपबाट आउँछ, एकदम राम्रो रूप त्यो रोयल रूपबाट आउँछ मायाले बच्चाहरूलाई गिराउनको लागि होइन। त्यसैले बाबा भन्नुहुन्छ कि कुनै न कुनै रूपबाट मायाले एकदम निलिदिन्छ। फेरि सम्झाउन त बाबाले सम्झाउनुहुन्छ, त्यहाँ पनि बुद्धिमा बस्दैनन्। त्यसैले बच्चाहरू धेरै सावधान रहनु छ। काम महाशत्रु हो, थाहा हुँदैन हामी विकारमा गयो, यस्तो पनि हुन्छ। त्यसैले बाबा भन्नुहुन्छ केही पनि भूल आदि भयो भने स्पष्ट बताऊ, नलुकाऊ, नत्र 100 गुना पाप हुन्छ। जसले मन भित्र खाइरहन्छ होइन, मनभित्र खान्छ कि खाँदैन, गल्ती काम भएपछि त होइन डर भइरहन्छ नि, थाहा हुन्छ कि, थाहा पाउँछ कि होइन, मैले यस्तो गरेँ भनिदिएपछि त स्पष्ट हुन्छन् होइन। त्यसैले जे गल्ती गरे पनि बाबालाई स्पष्ट तरिकाले सुनाउनु पर्छ। सच्चा बाबासँग बिल्कुल सच्चा हुनुपर्छ, नत्र धेरै धेरै घाटा हुन्छ। माया यस समय धेरै कडा छ। यो रावणको दुनियाँ हो। हामीले यो पुरानो दुनियाँलाई याद किन गर्ने, हामीले त नयाँ दुनियाँलाई याद गर्नु छ जहाँ हामी अब गइरहेका छौँ। बाबाले नयाँ भवन बनाउनु भयो भने बच्चाहरूले बुझ्छ नि, हाम्रो लागि भवन बनिरहेको छ। खुसी हुन्छ कि हुँदैन? बिचारा कमाई गर्ने, मेहनत गर्ने, घर बनाउने कोले, बुवाले खुसी कोला हुन्छ फेरि छोराछोरीलाई होइन, बच्चालाई हुन्छ नि कि मेरो बुवाले नयाँ घर बनाउँदैछन् भनेर होइन। त्यस्तै हामीलाई पनि के खुसी हुनुपर्छ, बाबाले हाम्रो लागि नयाँ दुनियाँ बनाउँदै हुनुहुन्छ होइन। यो हो बेहदको कुरा, हाम्रो लागि नयाँ दुनियाँ स्वर्ग बनिरहेको छ। स्वर्गमा अवश्य भवन पनि हुन्छन् बस्नको लागि। अब हामी नयाँ दुनियाँमा जानेछौँ। जति बाबालाई याद गर्छौ त्यति के बन्छौ, फुलै फुल बन्छौ रे होइन। जति बाबालाई याद गर्छौ त्यति फुलै फुल बन्छौ। हामी विकारवश काँडा बनेका थियौँ। बाबालाई थाहा छ मायाले आधालाई त एकदम खाइदिन्छ रे, बुझ्नुभयो? त्यो मध्ये त म त छैन कतै। मायाले आधाजनालाई त खाइदिन्छ, खान्छ कि खाँदैन, खाइदिन्छ। म मायाको पेटमा छु भन्दै पनि थाहा हुँदैन होइन कसैलाई होइन। त्यसैले आधालाई त खाइदिन्छ। तिमीले पनि बुझेका छौ, जो आउँदैनन् उनीहरू मायाको वश भए नि बाबाको पासमा त आउँदैनन्। यसरी मायाले धेरैलाई निलिदिन्छ, धेरै राम्रो राम्रो भनेर जान्छन्। हामीले यस्तो गर्नेछौँ, यो गर्नेछौँ, हामी त यज्ञको लागि प्राण दिन तयार छौँ, यस्ता पनि भन्छन् कतिपय बच्चाहरूले होइन। बाबाको पास आए, बाबा म त यो गर्नेछु, यस्तो गर्नेछु, उस्तो गर्नेछु भने प्रतिज्ञा पनि गर्छन्। अनि हामी यज्ञको लागि प्राण दिन पनि तयार छु। कोहीले बाबासँग सुरुमा बाबासँग वायदा गर्ने बेलामा आफ्नो खुनले लेखेर पनि बाबालाई वायदा गरेको थिए। तर आज उनीहरू छैनन् होइन, मायाले निलिदियो होइन। तिम्रो लडाइँ हो नै कोसँग लडाइँ हो? मायासँग। दुनियाँमा यो कसैले जान्दैनन् कि मायासँग लडाइँ कसरी हुन्छ। अहिले तिमी बच्चाहरूलाई बाबाले ज्ञानको तेस्रो नेत्र दिनुभएको छ, जसबाट तिमी अन्धकारबाट उज्यालोमा आएका छौ। आत्मालाई नै यो ज्ञान नेत्र दिनुहुन्छ। त्यसैले बाबा भन्नुहुन्छ आफूलाई तिमीले के सम्झ,
आत्मा सम्झ, बेहदको बाबालाई याद गर। भक्तिमा तिमीले याद गर्थ्यौ नि, भन्थ्यौ पनि हजुर आउनुभयो भने बलिहार जानेछौँ। कसरी बलिहार जान्छु यो कहाँ जान्थ्यो र, जानेको थियो र हामीले भगवानको माथि समर्पण हुन कसरी समर्पण हुने यो त हामीले जान्दैनन् थियो। अहिले तिमीले बुझेका छौ हामी कसरी निराकारी आत्मा हौँ। बाबा पनि त्यस्तै हुनुहुन्छ। बाबाको हुन्छ अलौकिक जन्म। तिमी बच्चाहरूलाई कति राम्रोसँग पढाउनुहुन्छ। स्वयं भन्छौ यहाँ त वहाँ बाबा हुनुहुन्छ, जो कलप कलप हाम्रो बाबा बन्नुहुन्छ। हामीले पनि बाबा बाबा भन्छौँ, बाबाले पनि बच्चा बच्चा बन्नुहुन्छ। बाबाले उही टिचरको रूपमा हामीलाई राजयोग सिकाउनुहुन्छ हैन। हाम्रो बाबा पनि हुनुहुन्छ, तर बाबा हाम्रो टिचर पनि बन्नुभएको छ हैन। टिचरको रूपमा हामीलाई पढाउनुहुन्छ, राज्यको शिक्षा दिनुहुन्छ। त्यसैले कसैले पनि यो राज्यको शिक्षालाई सिकाउन सक्दैन। तिमीलाई विश्वको मालिक बनाउनुहुन्छ भने यस्ता बाबाको बनेर फेरि वहाँ टिचरको शिक्षा पनि त लिनुपर्छ। खुसीमा गदगद हुनुपर्छ। यदि फोहोरी बन्यो भने फेरि त्यो खुसी आउँदैन नि हैन। अगर फोहोरी बन्यो फेरि हैन, कर्म नराम्रो गरे, श्रीमतमा चलिन भने त्यो खुसी आउँछ र आउँदैन नि खुसी। जति सुकै मेहनत गरे पनि मानौ त्यो आत्मा हाम्रो जातिको भाइ होइन। यहाँ मानिसहरू कति सरनेम हुन्छ, मानिसहरूको कति सरनेम हुन्छ, थर हुन्छ नि। कति हो संसारमा कतिवटा थर छ, गिन्ती गर्न सक्दैन है, थुप्रै थर हुन्छ। तर तिम्रो सरनेम हेर कति ठुलो छ। हाम्रो थर के हो त? हाम्रो थर के हो बलराम भाइजी? हामी को ब्राह्मण, ब्रह्मा कुमार, ब्रह्मा कुमारी, यो हाम्रो सरनेम होइन। हामी सच्चा ब्राह्मण। यिनी हुन् ठुला भन्दा ठुला ग्रेट ग्रेट ग्रान्ड फादर ब्रह्मा। उहाँलाई कसैले पनि चिन्दैनन्। शिव बाबालाई त सर्वव्यापी भनिदिए। ब्रह्माको विषयमा पनि कसैलाई थाहै छैन। चित्र पनि छन्, ब्रह्मा विष्णु शङ्कर हैन। भक्ति मार्गमा तिनटैको चित्र देखान्छ एकसाथ, ब्रह्मा विष्णु महेश भनिदिन्छ हैन। ब्रह्मा विष्णु महेश शङ्कर। ब्रह्मालाई सूक्ष्मवतनमा लगेका छन्, जीवनी केही पनि जान्दैनन्। सूक्ष्मवतनमा ब्रह्मालाई देखाउँछन्, फेरि प्रजापिता ब्रह्मा कहाँबाट आउँछ। कति राज बाबाले हामीलाई कति गुह्य राज सम्झाउनुहुन्छ बच्चे। ब्रह्मा प्रजापिता ब्रह्मा त यही छ, साकारी सृष्टिमा हुन्, जसको तनमा मैले प्रकाय प्रवेश गर्छु, हो कि होइन? ब्रह्मा बाबा पुरुषार्थ गरेर हैन, यो ज्ञान प्राप्त गरेर पुरुषार्थ गरेर, जसको माध्यम शिव बाबाले लिनुभयो, ऊ खुदै पुरुषार्थ गर्दा गर्दा जब अव्यक्त बन्नुहुन्छ, फरिस्ता बन्नुहुन्छ हैन, सम्पूर्ण अवस्थालाई प्राप्त गर्छन्, तब बल्ल अव्यक्त ब्रह्मा हुन्छ हैन। त ब्रह्मा बाबा सङ्गम युगको हुनाले उहाँको भक्ति मार्गमा कहिले पनि पूजा हुँदैन हैन। मनुष्यका पिता, मनुष्यको साकारी सृष्टिको सिजरा हुनाले उहाँको पूजा हुँदैन। त्यही मनुष्य पुरुषार्थ गरेर, ब्रह्मा बाबा पुरुषार्थ गरेर अव्यक्त ब्रह्मा बाबा बन्नुहुन्छ, सम्पूर्ण ब्रह्मा बाबा। और वही ब्रह्मा बाबा फिर भविष्यमा गएर के बन्छन्? श्री कृष्ण हैन, श्री कृष्ण बन्छन्। अनि त्यही श्री कृष्णको फेरि सबैले पूजा गर्छन्। त्यही भएर भक्ति मार्गमा कति राम्रो देखाछ। विष्णुको नाभिदेखि को निस्कियो रे? ब्रह्मा हैन। अब नाभिबाट कोही ब्रह्मा निस्किन्छ र? तर यसको कति राम्रो यादगार छ। अनि शास्त्रमा के देखाउँछन्? विष्णुको नाभिदेखि ब्रह्मा निस्क्यो रे, त्यो पनि कमलको पुष्पमा। हजारौं वर्षसम्म चाहिँ नि ब्रह्मा चाहिँ नि ओर्धोर त्यो नाभिको डन्डादेखि ओर्धोर गरिरहे, अनि बल्ल फेरि कमल पुष्पमा विराजमान भयो। अनि चारमुखी ब्रह्मा फेरि उसको हातमा के देखाउँछ? वेद शास्त्र हैन। उसले फेरि वेदको प्रचार गरे। त यसको रहस्य बाबा के सम्झाउनुहुन्छ? विष्णु सो ब्रह्मा, ब्रह्मा सो विष्णु हैन। ब्रह्मा विष्णु माना विष्णुको हो त कसको रूप हो? श्री लक्ष्मी श्री नारायण कसको रूप हो? राधा कृष्ण होइन। त्यही श्री कृष्ण जो फेरि स्वयंवरको पश्चात विष्णुको रूप माना नारायण, श्री नारायणको रूपमा हुन्छ होइन। त्यही श्री नारायणले 84 जन्म लिनको बाद बल्ल अन्तिम तनमा शिव बाबाले उहाँको अन्तिम पति तनमा प्रवेश गर्नुहुन्छ र उहाँलाई बनाउँछ ब्रह्मा, हो कि होइन? ब्रह्मा। यो ब्रह्माद्वारा बाबाले फेरि
ज्ञान दिनुहुन्छ। ज्ञान दिएर ब्रह्मा बाबालाई पनि सम्पूर्ण अवस्थामा सम्पूर्ण बनाउनुहुन्छ, सम्पन्न बनाउनुहुन्छ। फेरि भविष्यमा फेरि ब्रह्मा सो के भन्छन्? विष्णु, विष्णु सो ब्रह्मा। यो 84 जन्म ओहोरदोहोर भइरहन्छ होइन। त्यसैले बाबाले कति राम्रो यसको रहस्य बताउनु भएको छ। मनुष्यलाई त थाहै छैन विष्णुको बारेमा, ब्रह्माको विषयमा थाहै छैन। चित्र पनि छन् ब्रह्मा विष्णु शङ्करका। ब्रह्मालाई सूक्ष्मतनमा लगेका छन्, जीवनी के पनि जान्दैनन्। सूक्ष्मतनमा ब्रह्मालाई देखाउँछन्। फेरि प्रजापिता ब्रह्मा कहाँबाट आउनुहुन्छ? त्यहाँ बच्चा एडप्ट गर्नुहुन्छ र कसैलाई पनि थाहै छैन। प्रजापिता ब्रह्मा भन्छन् तर जीवनी जान्दैनन्। बाबाले सम्झाउनु भएको छ यो हाम्रो रथ हो। भगवान के भन्नुहुन्छ? बच्चे यो त मेरो रथ हो होइन, जसको तनमा मैले प्रवेश गर्छु। धेरै जन्मको अन्तमा मैले यसको आधार लिएको छु। यो पुरुषोत्तम सङ्गम यो गीता अध्याय एपिसोड हो। पवित्रता पनि मुख्य छ। पतितबाट पावन कसरी बन्ने हो यो दुनियाँमा कसैलाई पनि थाहै छैन। साधु सन्त आदि कहिले यस्तो भन्दैनन् देह सहित सबैलाई भुल। यो कसैले ज्ञान दियो? देह सहित सबैलाई भुल, आफूलाई आत्मा सम्झ, मलाई याद गर। यो कसैले पनि भन्न सक्दैन सिवाय शिव बाबाले होइन। शिव बाबा भन्नुहुन्छ बच्चे यो देहलाई बिर्स, आफूलाई आत्मा सम्झ र म निराकार बाबालाई याद गर। एक बाबालाई याद गरेमा मायाका पाप कर्म सबै भस्म हुन्छन्। कुनै गुरुले कहिले यस्तो भन्दैनन्। बाबा सम्झाउनुहुन्छ यी ब्रह्मा कसरी बन्छन् ब्रह्मा? ब्रह्माको लौकिक जीवन के थियो? लौकिक जीवनको नाम के थियो? दादा लेखराज होइन। दादा लेखराज जो आफ्नो जीवनमा कति व्यस्त थिए। कहानी सुन्दैछौँ नि हामीले होइन ब्रह्मा बाबाको। कति हिरा जवाहरातको व्यापारी हुनुहुन्थ्यो बाबा होइन। कृपलानी घराना भनेको ब्राह्मण घरानाको थियो होइन। कृपलानी घरानाको थियो। सिन्धमा बाबाको यति नाम थियो। पहिला ब्रह्मा बाबा बचपनमा गरिब घरमा जन्म लिएको। उनको पिता चाहिँ नि मास्टर थियो, गाउँको मास्टर थियो। त्यो गरिब घरमा बाबाले जन्म लिएपछि तर बुद्धि यति तीव्र थियो, यति बुद्धि शक्तिशाली थियो, बुद्धि यति पावरफुल थियो कि आफ्नो बलले आस्ते आस्ते गएर बाबा आफ्नो जीवनमा एकदम ठुलो जवारी भए। सिन्ध परिवारमा सबैले सिन्ध घरानामा सबैको सबभन्दा ठुलो दादा भनेर सबले इज्जत दिन्थ्यो होइन। यहाँसम्म उसको व्यापार देश विदेशमा, हिरा मोतीको व्यापार देश विदेशमा हुन्थ्यो। त्यो व्यापारको सिलसिलामा कतिपय ठाउँमा राजा महाराजाहरूसँग दादाको सङ्गत हुन्थ्यो होइन। किनकि व्यापारी त्यस्तै थियो, हिरा मोतीको होइन जवाहरातको व्यापार थियो। सङ्गत राजा महाराजसित सङ्गत गर्ने त्यस्तो पर्सनालिटीवाला, त्यस्तो खुबीवाला होइन, त्यस्तो नामी ग्रामी हातमा जसको तनमा शिव बाबाले प्रवेश गर्ने बित्तिकै बाबा हेर्नु कति साधारण हुन भए। सबै कुरा छोडिदिनु भयो। आफ्नो होइन व्यापार बिजनेस, त्यो हिरालाई पनि बाबाले कोइला जस्तो देख्न थाल्यो। बैराग आयो बाबालाई होइन। शिव बाबाको प्रवेशताको पश्चात बैराग आन थाल्यो बाबालाई होइन। बाबा फेरि भक्तिमा पनि नम्बर 1 थियो। गीता नपढिकन कहिले पनि बाबाले एक गिलास पानी पनि पिन्थेन। गीताको एक अध्याय पढेपछि बल्ल बाबाले भोजन ग्रहण गर्ने, पानी ग्रहण गर्ने। आफ्नो परिवार, आफ्नो बच्चाहरूलाई पनि त्यही शिक्षा दिनुभयो ब्रह्मा बाबाले होइन। त्यसैले बाबा यस्तो नामी ग्रामी, तर जसरी शिव बाबाले प्रवेशता गर्नुभयो अनि फेरि कति विरोध आए, समाजले कति विरोध गरे होइन। त्यही ब्रह्मा बाबालाई कति गाली गरे होइन। त्यसैले बाबाले भन्नुहुन्छ सानो गाउँलेका केटा थियो अरे। को थियो? ब्रह्मा बाबा पहिला सानो गाउँलेका केटा थियो। 84 जन्म लिएका छन्, पहिलो जन्मदेखि लिएर अन्तिम जन्मसम्म पुरा 84 जन्म लिनेवाला को ब्रह्मा बाबा। त्यसैले नयाँ दुनियाँ नै फेरि पुरानो हुन्छ। अहिले तिमी बच्चाहरूको बुद्धिको ताला के छ? बन्द छ कि खुलेको छ? सबैको खुलेको छ। तिमीले बुझ्न सक्छौ, धारण गर्न सक्छौ। अहिले तिमी बुद्धिवान बनेका छौ। पहिला बुद्धिहीन थियो रे। के थियो? पहिला हामी बुद्धिहीन थियो, अहिले बुद्धिवान बनेका छौ। लक्ष्मी नारायण बुद्धिवान हुनुहुन्छ, यहाँ बुद्धिहीन छन्। सामने हेर प्याराडाइज स्वर्गका मालिक हुनुहुन्छ। श्री कृष्ण स्वर्गका मालिक हुनुहुन्थ्यो। फेरि गाउँले केटा बन्नुभयो नि अन्तिम जन्ममा के भयो? साधारण बन्नुभयो नि। तिमी बच्चाहरूले यो धारण गरेर फेरि पवित्र पनि अवश्य बन्नु छ। मुख्य कुरा हो नै पवित्रता।
लेख्छन् पनि बाबा, बाबा मायाले हामीलाई गिरायो, आँखा बिकारी बनायो। बाबा भन्नुहुन्छ बच्चे आफूलाई आत्मा सम्झ। अगर देहलाई देख्छौ भने बिकारी बन्छ आँखा, हैन? तर तिमीलाई कोलाई हेर्नु छ? आत्मालाई। बस अब घर जानु छ, बाबालाई याद गर्नु छ। थोरै टाइमको लागि, शरीर निर्वाहको लागि कर्म गरेर फेरि हामी जान्छौँ। यो पुरानो दुनियाँको विनाशको लागि लडाइँ पनि हुन्छ। यो पनि तिमीले देख्नु छ कसरी लडाइँ हुन्छ। बुद्धिले बुझेका छौँ नि, हामी देवता बन्छौँ भने हामीलाई नयाँ दुनियाँ पनि त चाहिन्छ, हैन? जब हामी सम्पूर्ण बन्छौँ, सम्पन्न बन्छौँ त यो पुराना दुनियाँमा त रहन सक्दैन। हाम्रो लागि फेरि नयाँ दुनियाँ पनि चाहियो। त्यसैले विनाश अवश्य हुन्छ। हामीले आफ्नो नयाँ दुनियाँ स्थापना गरिरहेका छौँ। के को आधारमा? लडेर त होइन, हैन? केले गरिरहेछौँ हामीले? हिंसक युद्ध गरेर त होइन, बाहुबल प्रयोग गरेर त होइन। हामीले कसरी राज्य स्थापना गरिरहेका छौँ? स्वर्ग दुनियाँको श्रीमतको आधारले, भगवानको श्रेष्ठ मतको आधारले, हैन? श्रेष्ठ मतमा चलेर श्रीमतको आधारले यो दुनियाँलाई हामीले परिवर्तन गरिरहेका छौँ। बाबा भन्नुहुन्छ म तिम्रो सेवामा उपस्थित हुन्छु। तिमीले पुकार गरेका छौ आएर हाम्रा पतितहरूलाई पावन बनाउनुहोस्। तिमीहरूले त्यही भनेका हुनाले त म आएको छु नि। किन आउँथ्यो र? म यता आनन्दसित परमधाममा बसिरहेको थियो, होइन? तर म किन आयो पुराना दुनियाँमा? त्यो पनि स्वर्गमा त तिमीले बोलाउँदैनन् मलाई। मलाई कहाँ बोलाउँछौ? यो पतित दुनियाँ बोलाउँछौ। तिमी पतित बन्छौ, पतित दुनियाँमा बोलाउँछ त मलाई आउनु पनि पर्छ कहाँ? पतित दुनियाँमा तिमीले बोलाएका हो तब त म आएको छु भन्नुहुन्छ बाबाले, होइन? तिमीलाई धेरै सहज मार्ग बताउँछु। मन मना भव भगवान वाच्य हो नि, केवल श्री कृष्णको नाम दिएको छ। बाबा पनि हुनुहुन्छ श्री कृष्ण, बाबा पछि हुनुहुन्छ श्री कृष्ण। यहाँ बाबा परम धामका मालिक, वहाँ श्री कृष्ण कसको मालिक? के का मालिक? के का मालिक? जयन्ती बहन, शिव बाबा परम धाम का मालिक, श्री कृष्ण कहाँ का मालिक? विश्व का मालिक, स्वर्ग का मालिक, हैन? बाबा भन्छ म त स्वर्ग का मालिक बन्दैन, तिमी बच्चावाला बनाउँछु स्वर्ग का मालिक, हैन? सुख स्वतनमा त केही हुँदैनन्। सबैभन्दा नम्बर 1 हुनुहुन्छ श्री कृष्ण, जसलाई धेरै प्यार गर्छन्। बाँकी त सब पछि पछि आएका हुन् रे। त्यही भएर श्री कृष्ण 16 कला सम्पूर्ण और रामचन्द्र राम 14 कला, 2 कला कम भयो नि, हैन? त सबभन्दा नम्बर 1 को श्री कृष्ण हुनुहुन्छ, जसलाई धेरै प्यार गर्छन्। बाँकी त पछि पछि आएका हुन्। स्वर्गमा त सबै जान सक्दैनन्। त्यसैले मिठा प्यारा बच्चाहरू, भित्रैदेखि के हुन पर्यो? भित्रैदेखि खुसी हुनु पर्छ। बनावटी खुसी टिक्न सक्दैन रे। बनावटी मुखले हाँस्छन्, अनुहारले हाँसेको जस्तो देखिन्छ, मनभित्र पोलेको हुन्छ, होइन? कसैले भन्छ दाँत त हाँसिरहन्छ तर हात चाहिँ भित्रभित्र पोलिरहेको हुन्छ, होइन? दुखी भइरहेको हुन्छ। त्यस्तो बनावटी खुसी चाहिँदैन भन्नुहुन्छ बाबाले, होइन? टिक्न पनि सक्दैन। त्यही भएर तिमीलाई भित्रदेखि, बाहिर नभए पनि भित्रैदेखि गदगद खुसी हुनुपर्छ, होइन? बाहिरबाट किसम किसमका बच्चाहरू बाबाको पास आउँथे। कहिले पवित्र रहँदैन थिए। बाबाले सम्झाउनुहुन्थ्यो, विकारमा जान्छौ भने फेरि आउँछौ किन? कोही बच्चा नि परिवर्तन हुँदैन, क्लासमा सधैँभरि आइरहने तर परिवर्तन हुँदैन। बाबा सम्झाउँथे, बच्चे तिमीले आफूलाई परिवर्तन गर्न सक्दैनौ, धारणा गर्न सक्दैन, पवित्र बन्न सक्दैनौ त किन आउँछौ त भन्थे पहिला साकार बाबाको। किन आउने? अनि फेरि बच्चाहरूले के भन्थे, बाबा के गरौँ? पवित्र त रहन सक्दैनौँ तर आउन के लाग्छ? मन लाग्छ, होइन? आउन मन लाग्छ। दिनौ आउँछौ, थाहै छैन कहिले कुनै यस्तो तिर लागिहाल्छ कि के पता कुनै बेलामा म परिवर्तन भइहाल्छु कि नआए त फेरि परिवर्तन हुन सक्दैन। आइरहेपछि त आश त हुन्छ नि, हो कि होइन? कुनै न कुनै बेला त परिवर्तन भइहालौँला भनेर त्यही भएर म यहाँ सधैँभरि आउँछु। धारणा नगर्न सके पनि सधैँभरि आउँछु। किन? मलाई थाहा छ कुनै न कुनै बेला त म परिवर्तन भइहाल्छु नि, कुनै न कुनै शब्दले मलाई तिर लाग्ला नि भनेर आउँछन्। हजुर बिना त सद्गति कसले गर्छन् त? कसले गर्ने सद्गति, हैन? आएर बस्थे, यस्ता बच्चाहरू पनि आएर बस्थे। माया धेरै प्रबल छ, निश्चय पनि हुन्छ बाबाले हामीलाई पतितबाट पावन फूल बनाउनुहुन्छ। तर के गरौँ? फेरि पनि साँचो त बोल्थ्यो नि,
बाबा म धारणा गर्न सक्दैन, म पवित्र रहन सक्दैन, कमसेकम भगवान्सँग सच कुरा त भन्थ्यो नि, बोल्थ्यो नि। अहिले अवश्य ऊ सुध्री होला। फेरि बाबालाई आशा हुन्छ, उम्मिद हुन्छ, पक्का यो बच्चा कुनै न कुनै बेलामा अवश्य नै सुध्रिन्छ हैन। उसलाई यो निश्चय थियो, बाबाद्वारा नै हामी सुध्रिन्छौँ। यसै समयमा कति कलाकारहरू छन्, एकको अनुहार अर्कोसँग मिल्दैन। हेर्नु त यहाँ यतिजना पनि छ, तब यतिजनाको पनि एउटा पनि अनुहार मिल्दैन। हरेकको अनुहार के छ, सबको अलग अलग छ चेहरा होइन। त्यस्तै करोड लाखौँ आत्मा छ, कसैको पनि अनुहार मिल्दैन। कोही जो जुडुवा बच्चा हुन्छ नि, ट्विन्स बच्चाहरू, उसको मिल्न सक्छ, कोहीको मिल्न सक्छ, तर एक अर्काको अनुहार मिल्दैन हैन। फेरि कलपछि उही अनुहार लिएर पाठ रिपिट गर्नेछु। फेरि सँग बेगौँ मलाई यस्तै अनुहार मिल्छ, नाम पनि यस्तै मिल्छ हो कि होइन? हरेक कल्पमा हो कि न? हरेक कल्पमा, एक कल्पमा मात्रै होइन, हरेक कल्पमा फेरि मलाई उही नाम र उही रूप मिल्छ हैन। आत्माहरू सबै निश्चित छन्, सबै कलाकारहरूले बिल्कुल यथार्थ पाठ खेलिरहन्छन्। फेरि पनि फरक हुन सक्दैन। सबै आत्माहरू अविनाशी छन्, उनीहरूमा अविनाशी पाठ पनि पहिले निश्चित छ। कति सम्झाउने कुरा छन्, कति सम्झाउनुहुन्छ, फेरि पनि बच्चाहरूले भुल्छन्, भुलिहाल्नुहुन्छ सबै कुरा। बाबा हुन्छ भुल्छन् हैन, फेरि पनि भुल्छन्, सम्झाउन सक्दैनन्। यो पनि ड्रामामा हुनु छ। हरेक कल्प राजधानी त स्थापना हुनु छ। सतयुगमा आउँछ नि थोरै, त्यो पनि नम्बरवार। यहाँ पनि नम्बरवार छ नि। एकको पाठ उसैले नै जान्दछन्, अर्को कसैले जान्न सक्दैन। मेरो पाठ कसैले लिन पनि सक्दैन, मैले दिन पनि सक्दैन। अरूको पाठ मैले खेल्न पनि सक्दैन। मेरो पाठ मैले बजाउनु पर्छ, मैले खेल्नु पर्छ हैन। एकअर्काको पाठ पनि मिल्न सक्दैन। अच्छा, मिठे मिठे सिकिलदे बच्चाहरू प्रति माता पिता बाप दादाको याद प्यार एवं गुड मर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। हामी रुहानी बच्चाहरूको रुहानी बाप दादालाई याद प्यार गुड मर्निङ, नमस्ते बाबा, नमस्ते, शुक्रिया बाबा, शुक्रिया। अनलाइनमा सुनिरहनुहुने सम्पूर्ण देश विदेश बाबाका बच्चाहरूलाई पनि याद प्यार गुड मर्निङ, नमस्ते। धारणाको लागि मुख्य सार। पहिला पोइन्ट, बाबा सच्चा बाबासँग सच्चा रहनु छ। सच्चा बाबासँग के रहनु छ? सच्चा रहनु छ। बाबामाथि पुरा बलिहार जानु छ। सच्चा बाबासँग सदा सच्चा रहनु छ। बाबामाथि पुरा बलिहार जानु छ। दोस्रो पोइन्ट, ज्ञान धारण गरेर बुद्धिमान बन्नु छ। ज्ञान धारण गरेर बुद्धिमान बन्नु छ। भित्रैबाट अत्यन्तै खुसीमा रहनु छ। आज बाबाले भन्नुभयो, बनावटी खुसी होइन, भित्रको खुसी, आन्तरिक खुसी हैन। भित्रैबाट अत्यन्तै खुसीमा रहनु छ। कुनै पनि काम श्रीमत विरुद्ध गरेर, कुनै पनि काम श्रीमत विरुद्ध गरेर खुसी गुमाउनु छैन। खुसी गुमाउनु छैन। शांति शांति, ओम शांति शांति। अंतर मन में ज्योति जगा लो, होगा दूर अंधेरा। शिव का
पुण्य सवेरा तुम हो कौन, कहाँ से आए, अपने आप को जानो। राजयोग के द्वारा अपना परम पिता पहचानो। इसी राजपथ पर चल कर तुम पालो अपना बसेरा। तुम हो आत्मा तन से प्यारे, परमात्मा को प्यारे। दिव्य गुणों को धारण करके योगी बनो दुलारे। ज्योति बिंदु ही तोड़ेगा ये माया मोह का घेरा। अंतर मन में ज्योति जगा लो, होगा दूर अंधेरा। ओम शांति, ओम शांति, ओम शांति। आजको वरदान छ, ड्रामाको पोइन्टको अनुभवद्वारा, ड्रामाको पोइन्टको अनुभवद्वारा साक्षीपनको स्थितिमा, साक्षीपनको स्थितिमा रहने अचल अडोल भव, अचल अडोल भव। ड्रामाको पोइन्टको अनुभवद्वारा सदा साक्षीपनको स्थितिमा रहने अचल अडोल भव। विस्तार छ, ड्रामाको पोइन्टको जो अनुभवी छन्, ड्रामाको पोइन्टको जो अनुभवी छन्, उनीहरू सदा साक्षीपनको स्थितिमा स्थित रहेर, साक्षीपनको स्थितिमा स्थित रहेर एक रस अचल अडोल स्थितिको अनुभव गर्छन्। जो सदा ड्रामाको पोइन्टको जो अनुभवी बनेको छ, हैन, हरेक जो पनि घटना हुन्छ, जो पनि दृश्य सामने आउँछ, सदा उसलाई ड्रामा याद रहन्छ, हैन, ड्रामाको अनुभवी बन्छन् र साक्षी भएर त्यो दृश्यलाई, त्यो घटनालाई उसले हेर्छन् भने उसको स्थिति अचल अडोल एकरस हुन सक्छ, होइन। न त यो किन यस्तो भयो, यो कसरी यस्तो भयो भनेर त्यो उल्झनमा, त्यो प्रश्नमा ऊ जान्छ।
हैन। तर ड्रामा जे छ ड्रामा जो भइरहेछ ड्रामा, र ड्रामा पनि कल्याणकारी छ। त्यसैले साक्षीपन स्थितिमा रहेर उसले हरेक सिनलाई, दृश्यलाई, घटनालाई हेरेमा उसको अवस्था सदा अचल, अडोल र एकरस हुन सक्छ। ड्रामाको पोइन्टको अनुभवी आत्माले कहिले पनि नराम्रोपन नदेखेर के देख्छन्? राम्रोपन नै देख्छन्। किन? यो ज्ञान छ कि ड्रामामा जे भइरहेछ त्यसमा कल्याण छ, होइन? हरेक कुरामा कल्याण छ। त्यसैले नराम्रोमा पनि उसले के देख्छन्? राम्रो देख्छन्, हैन? नेगेटिभ होला, नेगेटिभ कुराहरू होला, नेगेटिभ परिस्थिति होला, तर त्यसमा पनि उसले के लिन्छन्? पोजिटिभ लिन्छन्, हैन? अर्थात् उसले स्वकल्याणको मार्ग नै देख्छन्। यसमा पनि मेरो कल्याण अवश्य छ। भले यो अहिले मलाई नराम्रो लाग्ला, हैन, यो दृश्य नराम्रो लाग्ला, घटना, तर यसमा मेरो पछाडि यसमा केही न केही कल्याण छ, हैन? अकल्याणको खाता खतम भयो। कहिलेदेखि खतम भयो? अकल्याणको खाता कहिलेदेखि खतम भयो? जबदेखि म भगवानका बच्चा बने, बाबाका बच्चा बने, हैन? अकल्याणको खाता खतम भयो। कल्याणकारी बाबाका बच्चाहरू हौ, होइन? मेरो बाबा कस्तो हुनुहुन्छ? कल्याणकारी, हैन? त कल्याणकारी बाबाका बच्चाहरू हौ। कल्याणकारी युग हो। जुन युगमा म उभिएको छु त्यो युग पनि के हो? पुरुषोत्तम कल्याणकारी हो। कल्याणकारी युग हो। यो ज्ञान र अनुभवको अथारिटीले अचल अडोल बन, हैन? म सङ्गम युगको कल्याणकारी युगमा छु। मेरो पिता कल्याणकारी हुनुहुन्छ, हैन? अगर यो सम्झ्योमा, यो याद रहेमा, यो अनुभवी बनेमा, त हरेक कुरामा उसले कल्याण नै सोच्छन् र कल्याण नै हुन्छन्। त्यसैले उसको अवस्था के बन्छ? अचल अडोल, हैन? अच्छा, स्लोगन छ, जसले समयलाई अमूल्य सम्झेर सफल गर्छन्। समय के हो हाम्रो? बाबाले समयलाई के भन्नुहुन्छ? खजाना, हैन? समय हाम्रो खजाना हो, बडा कीमती छ समय। त जसले समयलाई अमूल्य सम्झेर सफल गर्छन् उनीहरूले समयमा धोका खाँदैन, हैन? जसले समयको महत्त्वलाई चिनेको छ, समय अनुसार ऊ अगाडि बढ्छन्, समयलाई सफल गर्छन्, त समयले पनि उसलाई साथ दिनेछ। तर जसले समय सफल गर्दैनन्, त समयलाई अमूल्य सम्झिँदैनन्, व्यर्थ खेरो फाल्छन्, त समयले पनि एक न एक दिन उसलाई के दिन्छ? के दिनेछ? धोका दिनेछ। त्यसैले बाबा भन्छ समय कति अमूल्य छ, हैन? अच्छा, अब यो छ अव्यक्त इशारा। ज्ञान खजानाद्वारा यस समयमा नै मुक्ति, जीवन मुक्तिको अनुभव गर्नु छ। जति पनि दुःख र अशान्तिका कारण छन्, विकार छन्, तिनबाट मुक्त हुनु छ। यदि कुनै विकार आउँछन् पनि भने किन आउँछन् विकारहरू? यदि कुनै विकार आउँछन् पनि भने विजय बन्नु छ, हार खानु हुँदैन। अनेक व्यर्थ संकल्प र विकल्प विकर्मबाट मुक्त बन्नु, यही जीवन मुक्त अवस्था हो, हैन? आए तापनि, माया आए तापनि, तर हार खानु छैन, विजय बन्नु छ। चाहे व्यर्थ संकल्प, विकल्प हो, विकर्म हो, सबैबाट मुक्त बन्नु नै जीवन मुक्त अवस्था हो। आजको मुरलीको सार, मिठे बच्चे, ल भन्नु, ग्रेट ग्रान्डफादर अर्थात् सर्वधर्म पिताहरूको पनि आदि पिता हुनुहुन्छ प्रजापिता ब्रह्मा, जसको अक्युपेसनलाई तिमी बच्चाहरूले मात्र
जानेका छौ। प्रश्न के थियो? कर्महरूलाई श्रेष्ठ बनाउने युक्ति के हो? यो जन्ममा कुनै पनि कर्म बाबासँग नलुकाऊ। श्रीमत अनुसार कर्म गरेमा हरेक कर्म श्रेष्ठ हुन्छ। सारा कर्ममाथि आधारित छ। यदि कुनै पाप कर्म गरेर लुकायो भने त्यसको 100 गुना दण्ड हुन्छ। पाप वृद्धि भइरहन्छ। बाबासँग योग टुट्छ। फेरि यसरी लुकाउनेहरूको पनि सत्यानाश हुन्छ हैन। त्यसैले सच्चा बाबासँग के रहनु छ? सच्चा रहनु छ। आजको वरदान ड्रामाको पोइन्टको अनुभवीद्वारा सदा साक्षीपनको स्थितिमा रहने अचल अडोल भव। स्लोगन जसले समयलाई अमूल्य सम्झेर समय सफल गर्छन् उनीहरूले समयमा धोका खाँदैन। ओम शान्ति, ओम शान्ति। ओम शान्ति, ओम शान्ति, ओम शान्ति। आज हामी सबैको माझमा बाबाको अमूल्य रतन, बाबाको अति प्यारो बच्चा, हाम्रो आदरणीय रूपा श्रेष्ठ दिदीज्यू र उहाँको छोरी मनु श्रेष्ठ बहिनीज्यू आउनुभएको छ। उहाँको घर काठमाडौँमा रहेको छ। यहाँ फुलबारीमा उहाँको भाइको घर यानि कि हाम्रो रूपा दिदीज्यूको माइती ठाउँमा भेटघाट गर्ने, लौकिक अलौकिकसँग मङ्गल मिलन गर्नको लागि आइपुग्नु भएको छ। र हाम्रो रूपा दिदीज्यू चाहिँ अस्ट्रेलियामा आउने जाने गर्नुहुन्छ भने हाम्रो मनु बहिनी चाहिँ अस्ट्रेलियामै बस्नुहुन्छ। उहाँ जब गर्नुहुन्छ र खुसीको कुरा के छ भने उहाँ त्यस्तो पश्चिम मुलुकमा रहेर पनि, विदेशमा रहेर पनि बाबाको घरमा सेन्टर समर्पित हामी जस्तै हुनुहुन्छ। र यस्तो बाबाको अमूल्य रतनलाई हामीले आज पाएका छौँ। अगाडि स्टेजमा म बोलाउँछु हाम्रो आदरणीय शैलेश दाजु र हाम्रो बडी दिदीज्यू लगायत विनिता दिदीज्यू र बहिनीज्यूहरूलाई म आग्रह गर्दछु हाम्रो अमूल्य रतन हाम्रो मनु बहिनी रूपा दिदीज्यूलाई स्वागत सम्मान गरिदिनको लागि फुलखाता टिकाले स्वागत गरिदिनको लागि अनुरोध गर्दछु। स्टेजमा आउनको लागि अनुरोध छ। आदरणीय दाजु, हाम्रो परमादरणीय बडी दिदीज्यू र दाजुज्यू अस्ट्रेलिया सेवाको लागि जानुभएको थियो। 1 महिना सेवा गरेर आउनुभएको थियो र मलाई लागिरहेको थियो किनकि म दिदीसँग नै रहने हुँदा
कता कता चिन्ता पनि लाग्थ्यो। अब विदेशको यात्रामा जाँदा कतै दिदीलाई तल माथि पर्छ कि भन्ने मन खाइरहेको अवस्थामा बाबाले हाम्रो मनु बहिनीलाई निमित्त बनाउनु भयो र अहोरात्र खटिएर हाम्रो दिदी दाजुको सेवामा लागिरहनु भएको थियो। र यहाँ आएर दिदीले हाम्रो मनु बहिनीको बारेमा यसरी बताउनु भयो कि बाबा थ्याङ्क्स, धन्यवाद, यस्तो बाबाको प्यारो बच्चा खटाइदिनु भएछ र एकदम देख्न मन लागिरहेको थियो। त्यो अवसर पनि कुनै दिन जोट्ला जस्तो लागिरहेको थियो र बाबाले छिट्टै त्यो आशा पनि पुरा गरिदिनु भयो र आज हाम्रो अगाडि बाबाले उपस्थित गरिदिनु भयो। पुनः यो दरबारमा उहाँलाई हामी स्वागत गर्दछौँ। स्वागत छ, शिव स्वागत छ र आफ्नो अनुभव, आफ्नो परिचय हामी समक्ष राखिदिनको लागि अनुरोध गर्दछु। ओम शान्ति। अनुजले जे भन्नु, आई थिङ्क म त्यतिसम्मको त छैन जस्तो लाग्यो। त्यो मेरो सौभाग्य थियो कि त्यहाँ दिदीजी आउँदाखेरि उहाँको साथमा रहनु, उहाँको लागि अलिकति केही सेवा गर्नु भनेको बाबाको लागि हो। त्यो मेरो आफ्नो नै सौभाग्य हो कि मैले यति थोरै समयमा 2-3 दिनमा भए पनि दिदीजीबाट पालना पाएँ। त्यो उता बस्नेहरूलाई एकदमै महत्त्वपूर्ण छ, किनकि हामी यसरी सेवा गर्नुपर्ने हुन्छ। गुप्त तरिकाले नै सेवा हुन्छ विदेशमा। हजुरहरूले सुन्नु पनि भयो होला, हाम्रो दाजु अरू दाजुहरू आउँदा पनि सेयर गर्नुहुन्थ्यो होला। त्यतिखेर यसरी गर्नुभयो। त्यसको लागि चाहिँ मेरो आफ्नै सौभाग्य होइन, बाबाले मलाई यसरी चुन्नुभयो जस्तो लाग्छ। र दिदीजीलाई 2 वर्षपछि यसरी फेरि भेट्न पाउँदा त एकदम खुसी भएको थियो। खुसीको आँसु झरेको थियो हिजो। त्यो भनेको चाहिँ बाबाकै प्यार हो र दिदीजीको पालना भन्छु म। भन्नुभएको जस्तै म लौकिक पनि सेवा गर्छु र सेन्टरमा पनि रहन्छु। अहिले हालसालै बाबाको पनि नयाँ सानो बनेको छ। त्यहाँ हाम्रो दिदी हुनुहुन्छ, नेपाली दिदी नै, उहाँको साथमा रहन्छु, सीता दिदी। र एकदमै यहाँ आएर पनि बाबाको घरमा बस्नु पाउनु, हजुरलाई भेट्न पाउनु, त्यो झन् सौभाग्यको ठुलो कुरा। म जस्तो भाग्यमानी कोही छैन जस्तो लागेछ। र बाबाले भन्नुभयो नि आज सदा खुसी रहनु, त्यो खुसीको खुराक लिइराख्नु भन्नुभएको छैन। आज डबल खुसी, डबल भन्दा नि धेरै खुसी छु। यसको लागि धन्यवाद दिदीजी र दाजुलाई फेरि पनि। ओम शान्ति। सबैलाई धन्यवाद। दिदीलाई र दाजुलाई झन् धेरै धन्यवाद। मैले दिदीलाई र दाजु उता भेटेपछि त मैले बाबा भेटे जस्तै लाग्यो। मेरो त बाबा सेकेन्ड बाबा नै हो। ओम शान्ति। ओम शान्ति। विशेष हाम्रो मनु बहिनी र रूपा दिदी दुवैलाई सबैको तर्फबाट करतल ध्वनिले बाबाको यस घरमा धेरै धेरै स्वागत छ। स्वागत किनभने हामीलाई अस्ट्रेलिया जाँदाखेरि एयरपोर्टमा नै स्वागत गर्न आउनुभएको थियो उहाँहरू। र हामी करिब 9:15 बजीतिर अस्ट्रेलिया सिडनी पुग्दाखेरि त्यहाँ उज्यालै थियो क्या, अलिअलि हल्का फुल्का उज्यालो थियो। हाम्रो यहाँ साँझ पर्छ नि,
अनि दिदीले हामी सल्लाह गर्दै थियौँ के भयो यो त उज्यालै छ होइन 8:30 पनि कटिसक्यो तर उज्यालै छ त्यहाँ त्यस्तै रहेछ। एकचोटि मैले यहाँ भिडियो कल गरेर देखाएको थिएँ करिब त्यहाँको 9 बजेको थियो घाम अस्ताउन लागेको गोधुली होइन। अनि हामी त धेरै ढिलो भयो होला भन्ने राति पुग्ने भयो भनेको त वहाँ जाँदा त गोधुली नै रहेछ क्या। अनि हामी ओर्लिसकेपछि बल्ल झमक्क भयो। त्यसपछि सिडनीबाटै रिसिभ गरेर हामीलाई ब्लू माउन्टेन हामी 2 रात बस्यौँ है। ब्लू माउन्टेन रिट्रिट सेन्टर छ त्यहाँबाट लिएर जानुभयो सीता बहिनी र मनु बहिनी आउनुभएको थियो। त्यसपछि हाम्रो रूपा दिदी पनि सँगै ब्लू माउन्टेन अनि त्यसपछि रिट्रिट सेन्टरमा 2 दिन बस्यौँ। त्यसपछि विल्टन रिट्रिट सेन्टरमा गयौँ त्यहाँ पनि मलाई लाग्छ 2 रात बस्यौँ क्या हो 1 रात बस्यौँ। फेरि हाम्रो चार्ली भाइजी पनि त्यहाँ भेट्न आउनुभएको थियो। अनि त्यसपछि हामी वागा गयौँ त्यहाँबाट हाम्रो विजया दिदीको छोरी बहिनी हुनुहुन्छ त्यहाँ उहाँ गयौँ लक्ष्मी पाण्डे अनि शङ्कर पाण्डे होइन शङ्कर पाण्डे हुनुहुन्थ्यो उहाँ गयौँ। त्यसपछि फेरि सिडनी फर्क्यौँ अनि न्यू क्यास्टल गयौँ सेन्ट्रल कोस्ट यी सबै ठाउँमा र सिडनीमा सबै ठाउँमा गइन्जेल हाम्रो मनु बहिनी चाहिँ साथमा रहनुभयो र हाम्रो रूपा दिदी पनि साथमा रहनुभयो र आवश्यक परेको केही हामीलाई कमी बेसी केही नहोस् भनेर उहाँले चाहिँ सधैँ एकदम त्यहाँ हिँड्न पनि पर्यो कार्यक्रम पनि डेली हुन्थ्यो डेलीको कार्यक्रमहरू एटेन्ड गर्न पर्थ्यो कहाँ लैजाने घुमाउनु पनि लाने कार्यक्रम एटेन्ड गर्न पनि लाने हामीलाई अब त्यहाँको दिनचर्या अलग खानापिना अलग के खानापिना चाहिन्छ कस्तो चाहिन्छ त्यो सबै कुरा केयर गर्ने र दिदीलाई पनि विशेष केयर गर्ने हामी सबैलाई एकदमै राम्रो केयर गर्नु हो राम्रो हस्पिटालिटी होइन दिनुभयो। अनि हामीलाई मलाई लाग्छ 4-5-6 दिन 7 दिन कति हामी सँगै भयौँ तर एउटा हामी अलौकिक फ्यामिली त थिँदै थियौँ ईश्वरीय परिवारको त थिँदै थियौँ तर हामीलाई लौकिक फ्यामिली जस्तै गर्न हामी सँगसँगै खाने सँगसँगै हिँड्ने गरेका थियौँ। एकदमै आफ्नोपन के त्यो थोरै समयको भए पनि एकदमै आफ्नो नजिककोपन थियो र उहाँहरूलाई हामीले बोलाउँथ्यौँ पनि आउनु नेपालमा पनि भनेको तर पनि आउनु त आउनुभयो 2-3 वर्षपछि है तर पनि छोटो समयको लागि हेर्नु आज आउनुभएको छ होइन हिजो आउनुभयो मामाको घरमा बस्नुभयो आज यहाँ बस्नुहुन्छ भोलि गइहाल्ने अरे होइन एकदम छोटो समय अलि दिन बस्ने गरेर आउनुभएको भए हुन्थ्यो जस्तो लागेको थियो। हाम्रो रूपा दिदी पनि मधुबनमा नि भेट भइरहनु भएको थियो धेरै दिन पहिल्यैदेखि त आउने भन्नुहुन्थ्यो सायद एकचोटि त नयाँ बजारमा आउनुभएको थियो क्या पछि अनि यता आउने अनुकूल मिलेको थिएन जस अहिले आउनुभएको छ छोटो समयको लागि भए पनि हामी सबैको तर्फबाट उहाँहरूलाई यहाँ आउनुभएकोमा होइन धेरै धेरै धन्यवाद छ कृतज्ञ छौँ हामी एकदम खुसी लागेको छ त्यो खुसीमा हामीलाई एकदम कृतज्ञताको अनुभूति भइरहेको छ उहाँलाई आभार प्रकट गर्न चाहन्छु। र त्यसपछि हामी त्यहाँ बसिसकेपछि बाँकीमा त फेरि हाम्रो सीता बहिनी नै सँगै हुनुहुन्थ्यो मेलबर्न तास्मानिया एडिलेड जाँदाखेरि उहाँ हुनुहुन्थ्यो र पछि फेरि हामी तास्मानियाबाट पछि फेरि हामी ब्रिस्बेन जाँदाखेरि त अनि पछि मेलबर्नसम्म सँगै हुनुभयो अनि त्यसपछि सीता बहिनीजीको नि मधुबन आउनु थियो फेरि हामीहरू चाहिँ ब्रिस्बेन गयौँ अनि त्यसपछि उहाँ सीता शान्ति खनाल दिदी भाइ भूपेन्द्र सृजना बहिनी उहाँहरूले फेरि हामीहरूलाई फेरि नेपालको जस्तै प्रत्याभूति गराउनु भयो होइन त जे होस् हामी अस्ट्रेलिया गए पनि हामीलाई नेपालीपन नेपालीत्व नेपाली नै हरेक दिनचर्यामा लैजानुको लागि विशेष गरेर हाम्रो मनु बहिनीजी अनि रूपम दिदी सबैको एकदम ठुलो रोल रह्यो र यस अवसरमा अहिले सीता बहिनीजीलाई पनि म सम्झिन चाहन्छु हामी सबैको तर्फदेखि उहाँलाई धन्यवाद दिन चाहन्छु र हाम्रो मनु बहिनीजी रूपा दिदी सबैलाई धेरै धेरै धन्यवाद छ धेरै धेरै आभार प्रकट गर्न चाहन्छु र यहाँ आउनुभएकोमा धेरै धेरै बधाई धन्यवाद र फेरि पनि आउनुहुनेछ धेरै समय लिएर आदरणीय दिदीजीको तर्फबाट यहाँहरू सबैको तर्फबाट मेरो तर्फबाट उहाँलाई धेरै धेरै स्वागत बधाई धन्यवाद फेरि पनि आउनु होला र निमन्त्रणा अहिलेदेखि है र करताल ध्वनिले एकचोटि उहाँहरूलाई हामी यो ईश्वरी परिवारमा ओम शान्ति। भौतिक ऊर्जा एक शक्ति दिव्यात्मा निधारको बीचमा चम्किरहेको छ।
पुरै शरीरलाई चलाउनेवाला शरीरको मालिक म एक शक्तिशाली आत्मा हूँ। शरीरबाट अलग म एक अजर अमर अविनाशी शक्ति हूँ। जसरी नदीमा ढुङ्गा फ्याँक्दा त्यसको ओरा फैलिन्छ, त्यस्तै गरी भृकुटीको बीचबाट पवित्रताको शक्ति प्रकम्पन वातावरणमा फैलिरहेको छ। म पवित्र शुद्ध आत्मा हूँ। वातावरण शक्तिशाली भइरहेको छ। पवित्रताको भाइब्रेसनले सम्पूर्ण वातावरण परिशुद्ध भइरहेको छ। शक्तिशाली आत्मा हूँ। पद्मा पदम भाग्यशाली आत्मा हूँ। स्वयं परमपिता शिव बाबाले कोटोमा कोही, कोहीमा पनि कोही, म आत्मालाई रोज्नुभयो। म आत्माको द्वारा महान सेवा गराइरहनु भएको छ। म निमित्त आत्मा हो। मास्टर भगवान बनाइरहनु भएको छ। म मास्टर सर्वशक्तिमान आत्मा हुँ। शरीरको एक हातमाथि, आफ्नो शिरको एक हातमाथि शिव बाबा विराजमान हुनुहुन्छ। ज्योति बिन्दु बाबा शिव बाबाको किरण भृकुटीको बीच सम्म आइरहेको छ। रातो किरण, सेतो किरण, हरियो किरण, सप्तरङ्गी किरणहरू मस्तकमा टच भइरहेको छ। जसरी
धारामा पानी आउँदा र त्यहाँ गएर थापिँदा शीतलताको महसुस